साथीहरू एकछिन यहाँ पछाडिको भिडियोहरूमा एकचोटि यहाँ माथि जुन भिडियो देख्नु भएको छ नि, यो चाहिँ आज रासोपाले कुलमान बालेन लगायत नागरिक उन्मुक्ति पार्टी नाउपाको पूर्व पार्टी सहित पार्टी एकता गर्दाको एकता सभा काठमाडौँको भ्रिकुटी मण्डपमा सभा हलमा भएको एकता सभा। यो एकैछिन हेर्नुहोस् है त। बाफ रे रवि दाईप्रति जनताको आमामा भरोसा। रवि दाई, तिमीलाई यति बेला मान्छे भइकन पनि आम नेपालीले झन्डै करोडभन्दा बढी नेपालीले भगवानको रूपमा दर्जा दिएर यति ठुलो साथ समर्थन दिएका छन्। यो साथ र समर्थनलाई तिमीले कहिले पनि, मलाई भरपुर आशा छ, तुषारापात गर्दैन, यो साथ समर्थनलाई घात गर्दैन भन्ने पूर्ण विश्वास छ। यदि यो यत्रो लाखौँ जनताको साथबाट तिमीले यसलाई तुषाराघात अथवा चाहिँ नेपालको हितभन्दा विपरीत अरू कुनै काम गर्यो भने रवि दाई तिम्रो चौटा लुसेर खानेछन्। रवि दाई, तिम्रो चौटा लुसेर खानेछन्। विचार गरेर मात्र अघि बढ्नु होला। अहिले पार्टीमा हरेक किसिमका प्रजातिहरू छिरेका छन्। यी विविध पार्टी एकताको नाममा त्यहाँ केही कुहिएका मान्छेहरू पनि छिरेका छन्। यी कुहिएका मान्छेहरूबाट पार्टी बचाउनु होला। अहिले शुभकामना भन्दा बाहेक अरू केही पनि दिन सकिन। चुनावमा लागि भव्य तयारी गरौँला। हाम्रो साथ सपोर्ट सधैँ रहनेछ। तर भोलि देश र जनतालाई आघात हुने गरी कुनै काम गऱ्यो भने तिम्रो मासु खान हामी पनि आउँछौँ। म पनि आउँछु, तिम्रो मासु खान आउनेछौँ। त्योभन्दा पहिला यो अनेक प्रजातिका मान्छे मिसिएर बनेको पार्टीलाई राम्रोसँग ख्याल गर्नु होला। भोलि घन्टी भन्ने पार्टी जिरोमा पुर्याइन्छन्, याद गर्नु होला। अहिलेलाई शुभकामना भन्दा बाहेक अरू केही पनि छैन। चाहिँ